concepts that UGC want us to go ahead with. केही कुराहरू जस्तो सरले नेसनल इन्टरनेसनल ग्राउन्ड्सहरूमा जुन पोलिसीका कुराहरू स्टडी रिभ्यू द लिटरेचर एन्ड ट्राइङ टु इम्प्लिमेन्ट द्याट भन्नुभएको छ। द्याट्स वन्डरफुल। र बेसिकली डिजिटाइजेसनका कुराहरू र ब्लेन्डेड मोडालिटीका कुराहरू, दिज आर द थिङ्स द्याट वी निड टु इन्कर्पोरेट इन आवर फ्याकल्टी डेभलपमेन्ट एन्ड क्यापासिटी डेभलपमेन्ट। र ग्यापको सन्दर्भमा अब हामी जुन किसिमले अगाडि बढिरहेका छौँ त्यहाँ केही एभिडेन्स जेनेरेसनका कुराहरू। सो हामी सबैको चाहिँ हामी 10 मिनट्स हामीले फर्स्ट राउन्ड भनेको तर यो अलि लामो भयो। र अब म दोस्रो राउन्डमा चाहिँ सरहरूबाट के एक्सपेक्ट गर्छु भने बी स्पेसिफिक टु द पोइन्ट, ब्याकग्राउन्ड सकेसम्म धेरै नमानिकन ठ्याक्कै हामीले गरिरहेका हाम्रा लिड एक्सपिरियन्सेसहरूमा एउटा सेयरिङ that a particular faculty development program that you feel is iconic, you may have realized that this is the iconic faculty development program that our university has adopted. Just something अब दुईटा राउन्डलाई समाप्त गर्ने प्रयास गर्छु। र दोस्रोमा चाहिँ च्यालेन्जहरू अब इम्प्लिमेन्टेसनको दौरानमा फ्याकल्टी इन्गेजमेन्टलाई इम्प्लिमेन्ट गर्दै गर्दा यहाँले भोग्नुभएका दुईटा च्यालेन्ज धेरै लामो भूमिका नबाँधिकन छोटो छोटो रूपमा राखिदिन हुन म आग्रह गर्छु। र I basically start with the Student University representative र